दक्षिणी इलामको शान्तिपुर र झापाको बिर्तामोडलाई कर्मक्षेत्रको मूल केन्द्रबिन्दु बनाउँदै शिक्षा र समाज सेवामा समर्पित एक व्यक्तित्व जयनारायण ढुङ्गाना, जसको गतिशील पाइलाहरूले यो समाजलाई समृद्ध बनाउन सदिच्छा राखेर सामाजिक क्रियाकलापमा अघि बढ्नेहरूका लागि सधैँ उत्प्रेरित गरिरहेको छ। शिक्षालाई समाजको मेरुदण्डका रूपमा गहिरोसँग बुझेका यिनै शिक्षासेवी, जसले नर्सरीदेखि स्नातकोत्तरसम्म एउटै छानामुनिबाट विद्यार्थीलाई अध्यापन गराउने श्रेय बोक्दछन्। प्रतिस्पर्धी समयमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले कन्काई एजुकेसन फाउन्डेसन स्थापना गरेका यिनै व्यक्तित्वसँग सामाजिक, मानवीय, धार्मिक क्षेत्रहरूसँग उत्ति नै गहिरो अन्तर्सम्बन्ध छ। त्यसैले त उनी शिक्षालय सञ्चालनका अलावा समयको कालखण्डमा कहिले जनप्रतिनिधि बन्न पुगेका छन्, कहिले मठ मन्दिरको स्थापना गरेर आस्थाको केन्द्रबिन्दु निर्माण गरेका छन्, त कहिले पुल पुलिसाको निर्माणसँगै गतिशील समाजको सहज यात्राका लागि मार्ग प्रशस्त गर्न पुगेका छन्। सार्वजनिक महत्त्वका सरोकार राख्ने मञ्चहरूमा दानवीर दाताको परिचय स्थापित गर्ने यिनका कर्महरूसँग यो समाजको भरोसा जोडिन पुगेको छ। त्यही भरोसाको भर्याङ उक्लिएर कहिले सामाजिक कार्यकर्ता, कहिले खेलाडी, कहिले अभियानकर्मी, त कहिलेकाहीँ उज्यालो भविष्यको सपना बुन्दै गरेका विद्यार्थी र तन्नेरी पुस्ता यिनै व्यक्तित्वको नजिक पुग्दछन्। सबै वर्ग, तह र तबकासँग उत्ति नै सुमधुर सम्बन्ध स्थापित गर्न सक्षम समाजसेवी, जसले पछिल्लो दिनमा प्रकृति प्रेमको उदाहरणीय कर्मलाई जोड्दै बिर्तामोडको कङ्क्रिट सहरभित्र उद्यान निर्माण गरेका छन्। निजी लगानीमा सार्वजनिक महत्त्वको यो पार्क निर्माण गरी प्राकृतिक सौन्दर्यको सुगन्ध पनि छरिरहेका छन्। श्रीमती र परिवारजनका सबै सदस्यको भरपूर साथ र सहयोगमा घरको मात्रै होइन, यो सिङ्गो समाजको कुशल अभिभावकीय भूमिका निर्वाह गर्न सफल व्यक्तित्व शिक्षासेवी समाजसेवी जयनारायण ढुङ्गाना आज गोर्खा फाउन्डेसनले आयोजना गरेको यो विशिष्ट समारोहका बीच शिक्षा र समाज सेवामा अविच्छिन्न क्रियाशील व्यक्तित्वको रूपमा अङ्गीकार गर्दै अभिनन्दन गरिरहँदा सम्मानित व्यक्तित्व मात्र होइन, सिङ्गो समाज मुस्कुराइरहेको छ। श्रद्धेय व्यक्तित्व जयनारायण ढुङ्गानालाई स्वस्थ एवं दीर्घ जीवनको कामना, हार्दिक बधाई, हार्दिक शुभकामना।